सबैजनामा नमस्कार। यस वर्षको दशैंपछि र तिहारको पूर्व जब अफिसहरू खुलेको थियो, लोकसेवाले एउटा सिलेबस ल्यायो, कम्बाइन्ड सिलेबस वित्तीय संस्थानको प्रथम पत्रको, अर्थात् आउने वर्षमा वित्तीय संस्थानको चौथो तहको विज्ञापन खुल्छ भनेर क्लियर गरायो। र यो सिलेबसमा आधारित भएर पढ्न चाहनुहुन्छ र आउने दिनमा वित्तीय संस्थान बैंकहरू भन्दा पनि अब्बल मानिएका ईपीएफ, सीआईटी, डीजीसीएफ मा पढ्न चाहनुहुन्छ हो भने आजै सम्पर्क गरिहाल्नु होला। भोलिबाट सुरु हुने नयाँ कक्षा जोइन गर्न चाहनुहुन्छ भने व्हाट्सएप बटनमा मेसेज र फोन कल गरेर कमेन्ट बक्समा आइ एम इन्ट्रेस्टेड लेखेर नम्बरमा कल गरेर कक्षा लिन सक्नुहुन्छ। स्मार्ट जीके मा डेली लाइभ क्लास, रेकर्डेड भिडियो, पीडीएफ नोट्स, मोक एक्जाम, फिडब्याक, एमसीक्यू प्रिपरेसन लगायतका विभिन्न सुविधाहरू पनि पाउनुहुनेछ। साथै यस वर्षको संगठित संस्थानको यदि बिगार्नु भएको छ भने तपाईहरुले याद गर्नुहोला, ईपीएफ को 5औं तह वा विद्युत प्राधिकरणको 5औं तह पनि तपाईले पढ्न पाउनुहुनेछ बिना संगठित संस्थानको लाइसेन्सले फारम भर्न पाउनुहुन्छ। न्यूनतम शुल्कमा अधिकतम सर्भिस दिने स्मार्ट जीकेमा आज कक्षा जोइन गर्दा 30% छुट भएको हुनाले कक्षा तुरुन्त जोइन गरी आफ्नो तयारी अगाडि बढाउनु होला भन्दै तपाईहरु माझबाट बिदा लिन चाहन्छु। हस्त, धन्यवाद।